सेप बनेको छ अक्टोपस सेप आफै भने अटो पिरियड त्यहाँ हाम्रो शिर लुकाको कछुवाको सेप बनेको छ टाउको लुकाको कछुवाको सेप हैन र यहाँ हाम्रो बुद्ध भगवान सुत्नु भएको सेप छ यहाँ लर्ड बुद्ध स्लिपिङ सेप लर्ड बुद्ध मेडिटेट स्ट्यान्ड प्लेस सनराइज भन्छ पूर्वतिर बसेर बुद्ध भगवानले ध्यान गरेको खेलेको आँकडा पनि छ हाम्रो यो बुद्ध भगवानको पाउ हिप यो पाखुरा शिर उतापट्टि यसो कोल्टे पर सुतेको आकृति सेप बनेको छ त्यस्तै यहाँ हाम्रो हात्तीको सुनको सेप अगाडि बढ्दै जाम हैन त्यस्तै हाम्रो यहाँ ब्रेन सेरी ब्रेन भन्छ हैन ब्रेन सेप बनेको छ दिमागको यतापट्टि हाम्रो फेसनाकको सेप छ यहाँ अलि राउन्ड छ यतापट्टि 1 2 3 4 5 मेन नाक यहाँ यस्तो गरेको नाकको सेप छ यहाँ नजिकैबाट खिच्न सकिन्छ नाकको सेप हैन अलि ल यहाँ नागी देख्नु सबैले अलि त दुई नजिक ल राखेको देख्न लगाउने यस्तो गरेको नाकको सेप आउने यता त्यस्तै हाम्रो यो माया देवीले बुद्ध भगवानलाई स्थान पान गराएको हाम्रो बेस्ट फिडिङ सेप शिर भयो स्थान भयो शरीर भयो हात भयो बुद्ध भगवान यस्तो गरेर दुध खुवाएको फोटो हेर्नु भएको छ होइन सानो बच्चाको मुखको सेप यहाँ भयो थोरै पछाडि जान्छ अब यहाँ हेर्नु सर आउनु त्यस्तै हाम्रो यो लिजोर्ड छेपारो है आँखासहित अगाडि खुट्टा पछाडि खुट्टा पुच्छर शरीर छेपारो यो नाकको सेप छ यहाँ नाग भगवानको आँखासहित यहाँ आँखा छ त्यो गरेर चुच्चो पुच्छर गएको यहाँ माथिपट्टि यहाँ माथि बिल्कुल छ यहाँ ओ माथि खिच्नु होला हाम्रो 3 स्टेपमा डाइजेस्टिभ सिस्टम पाचन प्रणाली हो यो चाहिँ यो बढाउनु छ है हो यो चाहिँ यो हाम्रो पाचन प्रणाली हो यो हेर्नु अझै त्यहाँ लाइट हान्नु त लाइट सबैले हेर्नु यहाँ ल पाचन प्रणाली यो हाम्रो इसेफेजर कन्टेनरदेखि इन्टेस्टाइन हाम्रो बुटोलको इएनटी डाक्टर हाम्रो शिव रेग्मी सर हाम्रो गाइनेकोलोजी काउन्सिलर चिताउन काठमाडौँ गाइनेकोलोजी इन्टरनल मेडिसिन बायोलोजी टिचिङ सम्पूर्ण लैसक्नु भयो त फोटो है डक्टरहरू लानुभयो यहाँ हाम्रो अब यहाँ आउने त अब यहाँ हेर्नु यहाँ खिच्नु सर अलिकति जुम गरेर यहाँभन्दा माथि खिच्नु होला है यता हेर्नुहोस् है बाबु हल्ला गरेर काम छैन यहाँ हल्ला गर्नु भन्ने यहाँ भनेको पढाइ हो यहाँ 1 क्लासदेखि लिएर पिएचडी होल्डरसम्म आउँछ नि यहाँ 1 क्लासदेखि मान्नेको ठाउँ हो यो यहाँ हेर्नुहोस् हाम्रो इमराय सेप गुरुड ठ्याक्कै नाभि जोडिएको छ ठ्याक्कै यो इमराय नेपालीमा गुणवान चाहिँ 2 देखि 2.5 महिना बिचको बच्चाको आकार युटेरस बेबी हाम्रो बच्चा दाइने बच्चाको आकार हामी पनि त्यस्तो निक्लेको हेर्नुहोस् है यस्तो कुकुरुक्क परेको छ यहाँ नाभि जोडिएको छ हेर्नुहोस् है विशेषता हाम्रो स्टाफ नर्स बायोलोजी स्टाफ नर्स त्यस्तै हाम्रो यो फेस सेप यता छ त यो मुख भयो हामीले कोतारेको होइन है फेरि यो हामीले केही कोतारिँदैन पहिला अन्त कोतारेको यो होइन है फेरि यो मुख आँखा फेस अनुहारको सेप अनुहारको सेप है यता त्यस्तै हाम्रो यहाँ आउनु सर यहाँ हाम्रो ओ अक्षर तलपट्टि यम ओएम के हुन्छ ओम यता खिच्नु होला सर यता गाह्रो मिल्छ ओ तलपट्टि यम है ओएम ओम हामीले ओम भन्दाखेरि प्रति सेकेन्डमा 1,21,000 किलोमिटरको भाइब्रेसनमा जान्छ ओम सुप्रिम पावर इन द वर्ल्ड ओम भन्दा 1,21,000 किलोमिटरको भाइब्रेसनमा जान्छ यता हुन्छ त्यस्तै हाम्रो यो क्रोकोडाइल सेप अझ नजिक ल्याउनु सर यसरी हेर्नु भयो नि होइन क्रोकोडाइल सेप मोबाइलले पनि भन्दा पनि अझै त्यो कछुवाको सुन्नु जस्तो कि ल हेर्नुहोस् है एक मोबाइलले पनि मिल्छ यसरी यो हातको सुनको सेप यताबाट अगाडिबाट स्कल मानव कपाल यसरी खिच्नु सर चिन्नुभयो मानव कपाल यो आँखा भयो नाक भयो मुख भयो चेपु भयो निधार अटो क्रिएट सेप हेर्नुभयो अझ अगाडि लानु हेर्नुभयो सबैले होइन मोबाइलले पनि देखिन्छ मोबाइलले खिचेर यसरी खिच्नु कहिले त बाबु
लाइक ठुलो होइन आफूले बुझ्नु पर्यो लाउने त यता हुन्छ बुझ्ने कुरा ठुलो हो लाइक ठुलो होइन आँखा टाउको कान सोड हात्तीको सोड ए ल छिट्टै त पनि छिट्टै जान्छ सेम भने हो के हो यो मोबाइलमा ठ्याक्कै देखिन्छ हात्तीको सुड भनेको के यता मोबाइलमा टक्कै देखिन्छ सेम ल अहिले त गुरुजी ल यहाँ यसो ल्याउनु त सर यहाँ हेर्नुहोस् है हात्तीको बच्चा बसेको यहाँ हेर्नुहोस् है हेर्नु भयो है हात्तीको बच्चा बसेको अगाडिको सुड एउटा बिचको खुट्टा हो ल आउनु हाम्रो यो वेलकम सेप ठुल्ठुला महान व्यक्तिहरूले हात्ती सुनले यसरी माला लगाइदिने जसले स्वागत गर्ने आर्मी फोर्सका ब्रिगेडियर कमान्डरहरूलाई वेलकम सेप स्वागतम गरेको हात्ती सुनले माला लगाइदिएको जसले स्वागत गर्ने माला लगाइदिने हाम्रो आर्मी फोर्सका ब्रिगेडियर कमान्डर विशेष पर्सन होइन सलामी चढाउँदा राज्याभिषेक गर्दा स्वागतम गरेको छ वेलकम सेप अब बुद्धिस्टका भिक्षुहरू त्यो मानिन्छ उताबाट हामीले डाइजेस्टिभ सिस्टम यता हामीले स्पाइनल कर्ड जुम गर्नु सर जुम गर्नु त ठ्याक्कै कुन भन्नु त यो हो यहाँ हेर्नुहोस् है यो होइन लाइट हान्नु न लाइट ब्राइटनेस ब्राइटनेस हो यो हेर्नुहोस् यहाँ हेर्नुहोस् स्पाइनल कर्ड अलि तल हो यो होइन पछाडिको मेरुदण्ड ढाड है स्पाइनल कर्ड लेग बोन के जित्ने भयो यता अनुसार त्यस्तै हाम्रो यो थर्ड आई शिवजीको तेस्रो आँखा थर्ड आई यो भ्यागुताको सेप है भ्यागुता झन् सेम देख्छ थर्ड आई भ्यागुताको पिनियल ग्रान्ड भन्छ है निदानमा देखाउँछ नि परेड निदानमा देखाउँछ पिनियल ग्रान्ड है भ्यागुता यस्तो बसेको नि खुट्टा होइन माथिको ढाड अर्को खुट्टा त्यस्तै यो हाम्रो रुख आजभन्दा 40औँ वर्ष पहिला तपाईँ 40औँ वर्ष पहिला तपाईँको आधा किलो 1 पाउ यता ठुल्ठुलो असिना आउँदा पनि केही नभएको वृक्ष हाम्रो रूपनदेखि नवलपरासी पुरै न्याकेट भएको थियो तर एउटा हाँगो भाँचेन विशेष त हाम्रो इन्जिनियरहरूलाई चाहिने जस्तो हाम्रो लुम्बिनी इन्जिनियरिङ कलेज भलबाडी त्यहाँको हाम्रो स्टुडेन्ट हाम्रो ब्याचलर स्टुडेन्ट आउनुहुन्छ ब्याचलर हाम्रो सन्दीप रेग्मी सरले लिएर आउनुहुन्छ मैले 50-50जनालाई ब्रिफिङ अलरेडी दिइसकेको छु एलइसी ग्रुपको हाउ टु स्ट्रङ फाउन्डेसन हाउ टु मेच्योर पिलर भनेर उहाँहरूको एउटा स्याम्पल एक्जाम्पल त्यस्तै हाम्रो ऐतिहासिक धार्मिक स्कुल कलेज युनिभर्सिटी सम्पूर्णलाई चाहिने मोस्ट इम्पोर्टेन्ट एउटा नलेज ब्याङ्क बनेको छ जसले हामीले गुगल र मोबाइलमा पनि हेर्न मिल्छ द बर्थ प्लेस अफ लर्ड बुद्ध लुम्बिनी डेभलपमेन्ट ट्रस्ट ओल्ड हेरिटेज साइट काँकरे ट्री भनेर छोटकरीमा समरीमा एसिया लार्जेस्ट काँकरे ट्री भनेर है यता हेर्नु यहाँ आउनु सर अब त्यहाँ माथि हेर्नुहोस् त्यहाँ ठ्याक्क नाकको आकृति भने ठ्याक्क तल भर्नु भएको बटारिएर यस्तो गरेर है त कतिजनाले देख्नु नाग भगवान्को यो चाहिँ बटारिएर कतिको मुख जोडिएको जोइन्ट भएको यस्तो भएको देख्नुभयो सरले यो चाहिँ यो यही यस्तो बटारिएर यस्तो तल भर्नु देख्नु भएन हो यो चाहिने यो चाहिने हो इन्डिकेट गर्नु अझै हो यो नाग ठ्याक्क आकृति भनेर आउने त आउने ओ त्यो कप्चेरामा हेर्नु त त्यहाँ गणेश भगवान्को आकृति बनेको त्यहाँ ऊ त्यो कप्चेरामा त्यहाँ जुम गर्नु ऊ त्यो कप्चेरामा गणेश हो यो चाहिने यो इन्डिकेट गर्नुभयो यो हो त्यो इन्डिकेट गर्नु त हो त्यो छ गणेश भगवान्को ठ्याक्क सुनको आकृति बनेको देख्नुभयो नि हेर्नुभयो सबैले ल आउने यता आउनु अब आउनु यता आउँछ कुन चाहिँ थाहै भएन कतातिर गरेँ त्यहाँनिरको भन्छ के
हाँगाबाट जरामा बदलेको छ यहाँ है ब्रान्च कन्भर्ट इन्टु द रुट्स हाँगाबाट जरामा बदलेको छ हाम्रो पिपल फ्यामिली भनेको यसले सर्टिफाइड गरेको छ यो सिम्टम देखाइदिएको छ होइन लक्षण देखाइदिएको छ जस्तो हाम्रो बर पिपल स्वामीको के हुन्छ त्यो हाँगाबाट जरामा बदलिन्छ होइन अर्को यसले के मेसेज गरेछ भने छेउछेउबाट हामीले सबैतिर माटो राख्यो भने सबैतिर जरो गाडेर एउटा अमर वृक्ष इमोटल ट्री भन्ने एउटा सङ्केत देखाइदिएको छ जस्तो फर इक्जाम्पलको लागि त्यहाँ हेर्नु त्यहाँ हाँगोमै त्यहाँ जरो गाडेर होइन उदाहरणै बनेको छ यसलाई हामीले अमर वृक्ष बनाउनको लागि हाम्रो नगरपालिका यहाँका रिटेड पर्सनले अब छेउछेउबाट हाम्रो टेक्निसियनहरू ल्याएर माटो राखेर यसलाई जरा गाड्ने सिस्टम बनाएर यसलाई अब भनौँ यहाँ प्लानिङ गर्नुभएको छ मेडिटेसन सेन्टर अगाडि आउनुहोस् सर अब यता आउनुहोस् सर आउनुहोस् यहाँ हाम्रो यही वृक्ष हो हाम्रो एसियाको लार्जेस्ट एन्ड ओल्डेस्ट रेयरली ट्री इन द वर्ल्ड रेयरली ट्री इन द वर्ल्ड विश्वमा एकदम बिरलै पाइने वृक्ष हाम्रो बोर्काली डिजाइनिङको हेर्नुहोस् है फुल अफ नेचुरल ब्युटी दुई प्रकारको हुन्छ एउटा आर्टिफिसियल जुन ब्युटी पार्लरमा सिँगारिन्छ होइन आर्टिफिसियल भनेको नेचुरल ब्युटी फुल अफ नेचुरल ब्युटी कैँचीले काटे जस्तो भएको अलिक पर जानु त बाबु अलिक पर जानु त हेर्नुभएको छ होइन हाम्रो विश्वविद्यालय अनुगमन टोली साइन्टिस्ट अन्तर्राष्ट्रिय पत्रकार अमेरिकन एएनआइएस अमेरिकन न्युज इन्टेलिजेन्स सर्भिस उहाँहरूले भनेर चाहिँ विश्वमा एकदम कम छ अहिले बहुत फेमस अलिकति हाम्रो पोलिटिकल स्प्यान कमजोर भयो छोरी भजनलाई पर्छ तर जे होस् अब हामीले आफूबाट सुरुवात गर्नुपर्छ होला हामीले मेडिटेसन सेन्टर भन्ने हाम्रो प्लानिङ छ है यता हुन्छ अगाडि यो हामीले सबै हेरिसक्यो लगभग हामीले पढिसक्यो स्टडी गरिसक्यो मोटामोटीमा हाम्रो साइन्टिफिक नेम फिकस बेन्जामिना नसक्ने सब नसक्ने अहिले जान्छ फिकस बेन्जामिना साइन्टिफिक नेम पिपल फ्यामिलीमा पर्ने पाकट हाम्रो चौधरी कुमार महत्त्व पढे चौहानले पाकट भन्नुहुन्छ फल्का सार फलन नेम बनियन टी देउदा बनियन युनिक नेम पाकट रूप है त्यसपछि हाम्रो आर्कोलोजीले प्रुभ गरेको एसियाको लार्जेस्ट एन्ड ओल्डेस्ट लर्ड बुद्ध मेडिटेट स्टेन प्लेस सनराइज पूर्व बसेर बुद्ध भगवानले ध्यान गरेको खेलेको तर हाम्रो आँखालाई किंवदन्ती छ है अनि गएर हामीले आर्टिकल सबै हेऱ्यौँ यहाँ भएको र गिद्ध चिलबाज बकुल्ला लेखेको छैन बकुल्ला बस्दैन यसको नजिक हात्ती आउँदैन है हात्तीभन्दा हाई भाइब्रेसन यहाँ भएको हुँदा हात्ती आउँदैन नागले भगवान सरकार रक्षा गरेको त्यसैको नामबाट गाउँको नाम पनि टाकारी गाउँ रहेको त्यसले यता हुन्छ त्यस्तै यहाँ हाम्रो एडभान्स बोर्ड सर्टिफाइड बोर्ड एडभान्स हाम्रो रामगराममा छ एउटा बोर्ड यो बोर्ड त्यसपछि गएर हाम्रो एन्सियन्ट ट्री हिस्टोरिकल ट्री ऐतिहासिक वृक्ष भएको हुँदा यहाँ राखिदिनु भएको छ यो बोर्ड हाम्रो मोस्ट इम्पोर्टेन्ट एउटा बोर्ड हो यो हाम्रो सर्टिफाइड बोर्ड आर्कोलोजी गभर्मेन्ट अफ नेपाल आर्कोलोजी डिपार्टमेन्ट नेपाल सरकार पुरातत्व विभागमा सर्टिफाइड भएको छ होइन यता हुन्छ त्यस्तै सम्पूर्णले आएर बुझौँ भनेर हाम्रो हातले बनाएको हाम्रो ह्यान्डिक्राफ्ट हातले बनाएको वातावरण चित्र बहुत राम्रो बहुत सुन्दर बहुत राम्रो बनाउनु भएको छ अहिलेको माहौललाई लिएर सम्पूर्णले बुझौँ भने यतापट्टि हाम्रो ग्लोबलाइजेसन पोल्युसन जाने बाबु ग्लोबलाइजेसन पोल्युसन यतापट्टि हाम्रो पिस इन्भाइरोमेन्ट वातावरण प्रदूषण र शान्ति वातावरण चित्र आफै बोलेको छ है यो लिडरसिप एक्सपिरियन्स अपर्च्युनिटी लिडर्स इन्जोय आवरसेल्फ भोलिन्टियर पर्सन सोसियल वर्कर उहाँले बनाउनु भएको चित्र बहुत सान्दर्भिक बहुत गहन भएर यसलाई हामीले माइक्रो स्टडी सूक्ष्म अध्ययन गर्नुपर्छ सबै कुरोले बताइदिएको छ है धन्यवाद होइन कुरो बुझ्नुभयो नि यता वातावरण प्रदूषण यतापट्टि शान्ति वातावरण यहाँ मुखी पारेको छ अब्स्ट्रक्सन छ रुकावट छ यतापट्टि ओपनिङहरू खुल्न अहिले हाम्रो माहौल भनेको कस्तो भइरहेको छ प्रदूषण भइरहेको छ र हाम्रो ड्रिम प्रोजेक्ट भनेको हाम्रो मेडिटेसन सेन्टर छोट बाटोहरू मर्मत गर्ने हेयर सिग्नलहरू बनाउने बोर्डहरू बनाउने स्किल एबिलिटी ट्यालेन्ट फाइनेन्स इन्भेस्ट गरेर संसारको सामुतिर हामीसँग प्रिन्सिपल एउटा सिद्धान्त भएको छ देवदा नगरपालिका रूपन्देही जिल्ला लुम्बिनी प्रदेशमा अवस्थित देवदा 8मा अवस्थित यस आकारी वृक्षमा सम्पूर्ण आएर अवलोकन रिसर्च र माइक्रो स्टडी गरिदिनु हुन म रुद्र पाण्डे अनुरोध गर्छु धन्यवाद